Hello everyone, welcome to my another vlog. आज 10 PM कपको फाइनल दिन। स्थिति ल दाइको कला। कालो गयो के खाऊ ए मलाई सिपमा बस्नु अच्छा ल सिप छ ल जे भाइको कला। ल हिमाल दाइ ल कला देखाउनु त हिमाल दाइ ल। हिमाल दाइको कला हेरौँ त। हिमाल दाइ त हेर्नु त कला। तब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। होइन भाइ यार मेरो कला छ त तर गेम छिटो भ्याइन्छ भन्नु के यार ल अझै भाइको म त उतै हान्छु अनि त गेम गर्छु भाइ अब त हिमाल दाइको कला ल। साह्रै मजाक भयो दाइ A few moments later. ल है त ल ल मजाक धेरै भयो ल है के भइराछ है यस्तो हो के अलिकति धेरै पोइन्ट लिनुहुन्न त्यही भएर हो के ल छैन होला। आज चाहिँ लास्टै प्याक छ जस्तो छ यार भित्र त। आम्मा कसरी छिर्ने हो भित्र त। टिकट काट्नु है पहिला क्यास बहिनीहरूलाई क्यास चाहिँ छ पुग्दैन जस्तो छ कि अनलाइन गर्नुपर्छ जस्तो छ। ल बहिनीहरू टिकट है टिकट Yeah, boy. टिकट क्यास त कति हो रे? चाहिँ पुग्दैन जस्तो छ कि हजुर। ओके सिम ल्याऊ ल ठिक है। है त टिकट काटिदिएको 1000 रे आजको टिकट 1000 हो साथीहरू। हिरो टिकट काट्यौ लाइभ दिनु पऱ्यो नि यार। टिकट काटेर फाइनल हेर्न आयो दुईजना है हामी। छाप ल छाप हानिदिनुहोस् च्याप्प। हजुर हजुर आज नयाँ रहेछ बवाल बवाल भयो है आज त। आम्मा आज त सिट डेन्जर प्याक छ है आज त। आज त बवाल प्याक रहेछ यार। ए डेन्जर गाह्रो हुने भयो त। लास्ट प्याक रहेछ आज त। कता बस्ने हो बस्ने ठाउँ पनि पाएन भयो। आम्मा डेन्जर प्याक रहेछ आज है। यहाँ छ माथि जाने जाउँ। यसो बाटो छोड्नु है। यहाँ बस्नु दाजु यहाँ बवाल गेम भयो है। 19 23 19 राम्रो प्लेसिङ थियो। जेनिसाको प्रहार फेरि पनि बाहिरिएको छ। नेपाल पुलिस क्लब 24 न्यू डायमन्ड 19। निकै नै असहज देखिन्छ यति बेला न्यू डायमन्डलाई। र यो सँगै नेपाल पुलिस क्लबले भने उपाधि चुमेको छ। 10th PM कपको उपाधि चुम्न सफल नेपाल पुलिस क्लब विजेता बनेको छ। फेरि पनि डिफेन्डिङ च्याम्पियन हो।
साथीहरू नेपाल पुलिस क्लबले जित्न सफल भएको छ महिलातर्फको खेल। टिपटप न्यू डायमन्डलाई 3-1 को सेटमा हराउँदै नेपाल पुलिस क्लब विजय भइसकेको छ। देख्न सक्नुहुन्छ आज यति धेरैजना हुनुहुन्छ। आमा हुटिङ कति थियो, भित्र हुटिङै हुटिङ थियो। अनि बवाल भयो भनौँ न, खेल चाहिँ हेर्नु रमाइलो भयो। गेम चाहिँ बवाल भयो भनौँ आजको चाहिँ। यति धेरैजना हुनुहुन्छ। ओहो आन्दोलन त हुने हो। भित्र छिर्न पो गाह्रो भयो जस्तो छ त। यता ठेला ठेल भयो, ठेला ठेल। कति रमाइलो हो, नेपालमै हुन्छ क्या रमाइलो त। दिदी कति अरूको मात्रै खिच्नुहुन्छ, हाम्रो नि हामी नि खिचिदिनु पर्यो दिदी। दिदीले दिदीलाई नि अब खिचिदिनु पर्यो नि। मैले युट्युब छन् त छ, तर त्यति छ त्यो मन्डे स्पोर्ट्स कोरियाबाट चाहिँ यही भलिबलको लागि भनेर आउनु भएको छ। यहाँ म्यान्डी भलिबल यहाँ चाहिँ मलाई साथ सपोर्ट गर्नु होला। मैले यहाँ के भयो पेला पेल छ दिदी। पाकिस्तानी खेलाडीहरू चाहिँ आयो है रुकुमको। अडनान अफाफ र फहद राजा चाहिँ भर्खरै आइपुगेको छन्। अब फाइनल सुरु हुन्छ एकैछिनमा। हामी त यस्तो भिडभाडमा च्याप्लिँदैछौँ है। गाह्रो भयो कि 1000 जित्ने भलिबल हेर्न यस्तो गाह्रो छ ल। ल है त यस्तो छ है, यतातिर यस्तो छ। अब नातिम है साथीहरू, नातिम। ए यार सुरु हुन लाग्यो। राष्ट्रिय गान सुरु हुँदैछ है अब। राष्ट्रिय गान रुकुम हिमालको सर्भिस। यो सँगै रुकुम पश्चिम भलिबलले जितेको छ। पहिलो गेम रुकुम पश्चिम भलिबल। रुकुम पश्चिमले जितेको छ 3 सेट। 3-0 को सोझो सेटमा हराउँदै। ल है त रुकुम पश्चिमले जित्न सफल भएको छ। रुकुम पश्चिमलाई धेरै धेरै बधाई छ। हामी हेरेको हेरे